नमस्कार आदरणीय दर्शक महानुभावहरू, पाथिभरा अनलाइन टेलिभिजनको आधिकारिक युट्युब च्यानलमा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु। म हुँ जेसी निर्मला प्रधान। आज हामीले लिएर आएका छौँ एक विशेष कथा जसको शीर्षक रहेको छ ऊ मरेको होइन मारेको हो, जसलाई लेख्नु भएको छ कथाकार दीपक विवश आँसुले। कथा भनेको केवल शब्दहरूको संयोजन होइन, यो हाम्रो जीवनको अनुभव, भावना, सङ्घर्ष र यथार्थको जीवन्त अभिव्यक्ति पनि हो। कथामाला कार्यक्रम मार्फत हामी यिनै गहिरा अनुभूतिहरूलाई तपाईहरू सामु प्रस्तुत गर्ने प्रयास गर्दै आएका छौँ। यस कार्यक्रममा तपाईले सुन्न पाउनुहुनेछ मन छुने कथाहरू, समाजका यथार्थ झल्काउने प्रसङ्गहरू, स्रष्टाहरूका गहिरा भावनाहरू। यदि तपाईँ साहित्य प्रेमी हुनुहुन्छ भने यो कार्यक्रम तपाईँका लागि विशेष हुनेछ। कथा मन परेमा लाइक, सेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। साथै तपाईँको प्रतिक्रिया कमेन्टमा अवश्य लेख्नुहोस्। हामी तपाईँको सुझावलाई अझ उच्च मूल्य दिन्छौँ। अब लागौँ आजको कथातर्फ। ऊ मरेको होइन मारेको हो। भोजपुरको रानीटार। भोजपुरको रानीटार नाम सुन्न साथ मनमा हरियो डाँडा, पाखा र ओसिलो हावाको सम्झनामा आउँछ। म पहिलो पटक त्यो गाउँ पुगेको थिएँ। सडक अझै पुरै पिच नभएको, तर गाउँका मान्छेहरूको अनुहारमा शान्त मुस्कान थियो। म पत्रकार नभएर पनि लेख्ने बानी थियो। गाउँका कथाहरू, मान्छेको पीडाहरू र अनकही रहस्यहरूलाई शब्दमा उतार्ने। त्यो साँझ म गाउँको बटुवा घरमा बसिरहेको थिएँ। एकजना अद्वैसी मान्छे आए, मसँग चिया पिए र हल्का मुस्कुराए। नाम सोधे। उनले भने, म राजकुमार श्रेष्ठ, तपाईँ यहाँकै हो? मैले सोधेँ, यतै वरिपरि, तर हाम्रै गाउँमा घटेको एउटा घटना छ जसको छाया अहिले पनि रानीटारमा बाँकी छ, उनले गम्भीर स्वरमा भने। उनको स्वरमा हल्का कम्पन थियो। मैले सोधेँ, के घटना हो? उनी केही समय मौन रहे, अनि बिस्तारै भने, ऊ मरेको होइन मारेको थियो। त्यो वाक्य सुन्दा मेरो रौँ ठाडा भए। मैले उनको अनुहारतिर हेरेँ। उनी कथा भन्न तयार देखिन्थे। म सुन्न तयार थिएँ। त्यो रात रानीटारको अँध्यारो गल्लीमा बत्तीको फिक्का उज्यालोमा उनले सुनाएको कथा यसरी सुरु भयो। विदुर गाउँकै इमान्दार युवक थिए। सादा जीवन, असाधारण मन। बुबा आमाले सानो उमेरमै संसार छोडेपछि ऊ दाजु र भाउजूको साथमा हुर्किएको थियो। दाजु कोमल स्वभावका थिए। भाउजू सधैँ केही असन्तुष्ट। विदुरले सबैको काम गर्थ्यो। दाजु भाउजूलाई सम्मान गर्थ्यो। तर विवाह भएपछि उसको जीवनमा अर्को अध्याय खुल्यो। विद्या रूप र बोलीमा आकर्षक, तर मनमा गहिरो स्वार्थ। सुरुमा सबै कुरा ठिक थियो, तर समयसँगै विद्याको व्यवहार बदलिँदै गयो। ऊ विदुरलाई दाजुसँग नजिक हुन मन पराउँदिनथी। भाउजूले हाँसेको पनि ऊ सहन सक्दिनथी। तिमी सधैँ तिम्रो भाउजूको पक्ष लिन्छौ। तिम्रो दाजु भन्दा पनि तिमी उनलाई धेरै सम्झिन्छौ, विद्याले भनिन्। विदुर अचम्म पर्यो। के भन्यौ तिमीले? उनी फेरि मेरो दाजुको श्रीमती हुन्, तर आँखाको कुरा त कसरी लुकाउँछौ? विद्याको स्वरमा शङ्का र क्रोध मिसिएको थियो। विदुरले भने, शङ्का गरिनु सजिलो छ विद्या, तर भरोसा राख्नु कठिन।
त्यो दिनदेखि घरमा मौनता बस्न थाल्यो। बिहान एकै थालमा खाने तर बोलचाल कम, साँझ एउटै कोठामा सुत्ने तर मन फरक दिशामा। विद्याको मनमा एउटा विशाल बिउ पलाउँदै गयो। यदि दाजु र भाउजू यहाँबाट गए भने यो सम्पत्ति पुरै हाम्रो हुनेछ, त्यो सोचले उसलाई निर्दयी बनाउँदै गयो। उसले सानो सानो कुरा झिकेर झगडा गराउन थाली। भाउजूलाई भनिन्, तपाईँको श्रीमान तिमीमाथि शङ्का गर्छन्। दाजुलाई भनिन्, भाउजू विदुरसँग मिलेर तपाईँलाई अलग गर्न चाहन्छन्। शब्दले सम्बन्ध तोड्छ र यहाँ विद्याको पहिलो विजय भयो। दाजु अन्ततः रिसाएर घर छाडे। गाउँलेहरूले देखे विदुरका दाजु र भाउजू अन्तिम पटक घर छोड्दै थिए, तर कसैले बुझेन त्यो निर्णयको बिउ कसले रोपेको थियो। विदुर एक्लै भयो। विद्या गर्वित भइन्। अब घर मेरो भयो। तर उसको मन शान्त भएन। शङ्का, लोभ र असुरक्षाको आगो अझै बलिरह्यो। विदुरले बारम्बार भन्यो, विद्या घरभित्र माया खोजौँ, युद्ध होइन। तर विद्या चुप रहन्थिन्। ऊ मुस्कुराउँथे तर मुस्कानको अर्थ बुझ्न कठिन थियो। समय बित्दै गयो। गाउँलेहरू भन्थे, विदुर त अब पुरानै जस्तो छैन। साँचो पनि त्यही थियो। उसको अनुहारमा थकान, आँखामा मौनता, तर उसले कसैलाई दोष दिएन। ऊ अझै पनि विद्यामा भरोसा राख्थ्यो, किनभने ऊ माया गर्थ्यो। हो, उसले असाध्यै माया गर्थ्यो। तर विद्या अब माया होइन, योजना बनाउँदै थिए। ऊ माइततिरकी 2 जना मान्छेसँग भेट्न थालिन्। राति गोप्य रूपमा। उनीहरू गाउँमा व्यापारीको रूपमा आउँथे, तर उनीहरूका आँखामा कुनै व्यापारिक उद्देश्य थिएन। त्यो मान्छे रह्यो भने म कहिल्यै स्वतन्त्र हुँदिन, विद्याले भनिन्। तीमध्ये एकले हाँस्दै भन्यो, त्यो त सजिलो कुरा हो, चिया बनाउन जानुहुन्छ नि। त्यो रात विद्याले मात्र आँसु होइन, पापको बिउ पनि खन्याइन्। भोलिपल्ट विदुर खेतबाट फर्कियो, थकित तर सधैँ झैँ प्रेमिल अनुहार। विद्याले मुस्कुराउँदै भनिन्, आज तिमी राम्रा देखिएको छौ। विदुरले हाँस्यो, के तिमीले अब मलाई मन पराउन थाल्यौ? विद्याले चिया ल्याइन् र बोली, तिमीले सबै थकान बिर्स्यौला। त्यो चियामा निन्द्राको औषधि थियो। विदुरले आधा कप पिएपछि शरीर ढल्कन थाल्यो। के भयो तिमीलाई? विद्याले अभिनयपूर्वक सोधी, तर ऊ बेहोस भइसकेको थियो। र त्यसपछि रातको अँध्यारोमा 2 जना मान्छे आए। पोखरीको दिशातिर हिँड्ने आवाज, केही क्षणको मौनता अनि पानीको छाप। त्यो रात रानीटारको आकाश भारी भयो, जसले एउटा निर्दोषको सास रोकिएको थियो। भोलिपल्ट बिहान गाउँलेहरूका मुखमा एउटै कुरा, विदुर मरेछ रे। पोखरीको किनारमा उसको शरीर भेटियो। विद्याले रुँदै कराउँदै उनी, मेरो विदुर कसले यस्तो गर्यो? मेरो विदुर कसले यस्तो गर्यो? गाउँलेहरू करुणामय भए। कसैले पनि शङ्का गरेन। आँसु साँचो जस्तो देखिन्थ्यो। दिन बिते, रात बिते। विद्या सामान्य जीवनमा फर्किए झैँ गर्थिन्, तर गाउँमा फुसफुसाहट चल्न थाल्यो। गोठालाहरू भन्थे, त्यो रात 2 जना मान्छेहरू पोखरीतिर गए, केही फ्याँकेर फर्किए। कसैले भन्यो, विद्याका माइतीतिरका मान्छेहरू अचम्मसँग धनाढ्य भएका छन्। गाउँको सन्नाटा टुट्न थाल्यो। राजकुमार श्रेष्ठ, गाउँकै इमान्दार व्यक्ति, सत्य खोज्न लागे। उनले साक्षीहरू भेटे, कुरा जोड्दै गए। सब प्रमाण पुरा नहुँदै पनि कथा स्पष्ट हुँदै गयो। विदुर मरेको होइन, मारेको थियो। तर विद्या पक्राउ परिनन्।
प्रमाण पर्याप्त थिएन र उनी कानुनी रूपमा निर्दोष ठहरिन्। तर गाउँलेहरूको दृष्टिमा ऊ सधैँ दोषी रहिन्। वर्षौँ बिते, विद्या अझै पनि रानीटारमै रहिन्। कहिले काहीँ पोखरीतिर जान्थिन्, लामो समय मौन बस्थिन् र खाली हात फर्किन्थिन्। कसैले भन्यो, उसले त्यहाँ आफ्नो आत्मा गुमाएकी छिन्। कसैले भन्यो, उनी राति त्यही पोखरीतिर विदुरलाई खोज्न जान्छे। अब रानीटारमा सडक बनेको छ, नयाँ घर बनेका छन्, तर त्यही पोखरीको किनारमा बेलुकी पख कहिले काहीँ हावा बिस्तारै बोल्छ। त्यही पोखरीको किनारमा बेलुकी पख कहिले काहीँ हावा बिस्तारै बिस्तारै बोल्छ।